साथीहरू आज चाहिँ म हाम्रै खेतबारीमा रोपेर काँक्रा फलाएको त्यसको सानो भिडियो बनाउन जाँदैछु। यो एउटा काँक्रा हाम्रो खेतमा फलेको, यता पनि छ, अरू पनि छ झालहरू काँक्राको। यता आमाले सफाइ गर्दै हुनुहुन्छ, यता यिनले बनाउँदैछन्। यहाँ चाहिँ हाम्रो लोकल काँक्रा मजाको यो एउटा यत्रो भयो। अर्को निलो टिपो त के भयो? अब अर्को तल फलेछ जरामा। दुईटा भयो ठुलो, अरू पनि छ। यता टिपे पश्चात अर्को छ यहाँ। अब यो पनि टिप्ने बेला बेला भएको छ। त्यो माथिल्लो टिपे हुन्छ कि तल्लो? खै तल्लो ठिक छ कि माथिल्लो? माथि पर्सिसम्म टिप न, के भन्नु। फ्रिजमा अघि यहाँ बाँदर आयो भने फेरि बाँदरको समस्या छ हाम्रो। बाँदरले सकाउन सक्छ, त्यही भएर लर बरु फ्रिजमा राखेको चाहिँ धार चाहिँ। अनि यो तिनवटा भयो। यता पनि तल तल झन् यो भुइँमा फल्ने छ कि यहाँ अर्को छ। यसको उपाय नै त्यहाँ पहिलो यो पत्ता त राखेको, त्यो पनि त्यस्तै बेसरी काम त गरेको छैन। सबै पनि राम्रोसँग त भएको छैन। त्यहाँ नि यता त्यो हुन्थ्यो, पर्दैन त्यो पछि पर्दैन भनेपछि त। यता धनियाँ रोपेको, धनियाँ राम्रोसँग त भएन। यो सबै घाँस नै पलाउँछ, गाजर नै राम्रोसँग भएन। यता खुर्सानीहरू रोपिएको छ। काँक्रा राम्रो ठिकै भएछ। यो एक दुईवटा चाहिँ मरेछ, यो मऱ्यो बिरुवा। त्यहाँ एउटा बिरुवा मरेछ काँक्राको, सानसानै छ। फल्दैछ, फल्न चाहिँ नफलेको होइन, यहाँ यस्तरी फल्दैछ। यिनीहरू पछि अब 4-5 दिनमा हुन्छ यिनीहरू। अनि त्यहाँ पनि छ अर्को 4-5 दिन पछिको लागि। त्यहाँ पनि छ, फल्दैछ। फल्न चाहिँ दाना चाहिँ लास्टमा यहाँको एउटा सानो नटिप्ने भन्दा यिनले टिपेरै छाडे। त्यो झिमरीले त्यो पाडो गाडेपछि फेरि यो चाहिँ नबढ्ने चाहिँ त्यो त्यतिकै कुहिने बरु, ठुलो नआउने रहेछ क्या। यो टिप्ने यो टिप नि त। यो बाँदरको फेरि समस्या चाहिँ बाँदरको। यिनले टिप्ने तरिका भइसकिन यसो पनि कमेन्ट गर्नु होला है साथीहरू। ल हाम्रो काँक्रा चाहिँ भयो है, यहाँ पनि ठुलो चाहिँ पर्दैन। अब 3 दिन पर्सि हामीलाई खै कतिवटा भएछ पर्दैन कि छोडिदियो क्या। छोड त यहाँ हेर नि त कतिवटा भयो। 1 2 3 4 5वटा भयो। यो सानो 6वटा फल्यो। अब अझै अरू दिन पनि हुन्छ। सानो खाने हेरेर पनि ल धोएर खाउँला है त। यो पनि फेरि टिप्ने अरे। त्यो भुइँमा लटालिएपछि फेरि यो पनि अरू यसलाई यसको के छ यसको सल्युसन कमेन्ट गरिदिनु होला। त भुइँमा लटालिएपछि कुहिने छ, पानी पर्यो भने झन्। त्यही भएर त्यसको समस्या चाहिँ के समाधान उ त अलिअलि त्यस्तै त गरेर हामीले भुइँमा यस्तो पेपर त बिछाइदिन्छौँ भुइँमा लटारेकोलाई। अनि यहाँ भयो हाम्रो काँक्रा 1 2 3। यो झिमरी छ कि यहाँ। हो यो झिमरीले टोक्यो भने कुहिहाल्छ। सानोमै त्यो टोक्यो भने सबै कुहिने छ। त्यसको उपाय यो पहेँलो पत्ता तासेको झन् झिमरी होइन, अरू पुत्लाहरू के उस जमेर बसेछ। यता अन्य सब्जीहरू पनि छ यता हाम्रो, त्यो चाहिँ पछि देखाउँदै गरौँला। अहिले चाहिँ काँक्राको स्पेसल है त।